खाना खाना के दिन पकाए बिहाको न्यु त हो हम कहाँको मान्छे कहिलेतिर मान्छे कति न टिपाउने 1 रुपैयाँ नै दिन हामी आज चाहिँ म बहिनीको बिहा छ भनेर ऱ्यान्डम मान्छेलाई न्यु त सुपारी दिने बालो छु अनि बिहाका दिन चाहिँ तँ भ्याउने हो कि नभ्याउने हो दक्षिणा चाहिँ 1000 रुपैयाँ अहिले दिदियो भनेर भन्ने बालो छु अनि उनको रियाक्सन कसो हुन्छ भिडियोलाई पुरै हेर्दिए लेकिन ये साला कर क्या रहा है यहाँ पे आन्टी बिहा छ दे क्या बिहा चाहिँ त्यसलाई हाम्रो बहिनीको बिहा छ तँ बिहाका दिन चाहिँ खाना खाना के दिन पकाया खाना खाना के दिन पकाया बिहा चाहिँ 18 गते हो घरका सबै मान्छे आयो चुले निम्तो अनि अब बिहाका दिन तँ आइसकन्छ नआइसकन्छ पानीले पठाइन्छ दे क्या त्यही भएर त दक्षिणा चाहिँ अहिले टिपाइदियो 1000 रुपैयाँ टिपाइदियो 1000 तम 1000 तम दक्षिणा हम कहाँको मान्छे कहिलेतिर मान्छे दक्षिणा त टिपाइदिनु अब आन्टी त्यो बिहाको न्युतो हो मेरो बिहा छ यहाँ तललाई बहिनीको बिहा छ त्यसलाई पानी ट्याङ्कीलाई ऊ घर सबै मान्छे आयो चुलो निम्तो मलाई चिन्यो तपाईँ किन नचिन्ने हो त्यही भएर निम्तो दिनु वाह क्या मुस्कुराहट है मोला ननि खाली निम्तो छु म अरे निम्तो छमा अनि बिहा चाहिँ 18 गते हो तँ 18 गते अब पानी सानी पडिगयो होइन तँ आइसकन्छ नआइसक्का अनि त्यहीका लागि चाहिँ दक्षिणा 1000 रुपैयाँ टिपाइदियो केसुला हुन्छ चिना छैन के चाहिँ 1000 रुपैयाँ दक्षिणा दिएर लियो 1000 रुपैयाँ टिपाइदिनु अब बिहाको न्युतो हो क्या नाइ अब पछा तँ नआइसक्का होइन पानी सानी पड्यो त्यो त आफ्नो सोचन पाजले दक्षिणा 1000 रुपैयाँ ल 500 रुपैयाँ 1000 काटिदिनु ल कति दिन नि कति दिन नि 500 आफ्नो भाडा कट्टा 1 रुपैयाँ छैन 1000 रुपैयाँ दक्षिणा ल 200 गरिदियो मैले चिनेकै छैन भने निम्तो दिदु म सही हटा ल बजे यो कता ए न्यु त छ बिहाको बिहा चाहिँ रोख त है बिहा चाहिँ बहिनीको बिहा हो त क्या त्यसलाई पानी टङ्की तललाई बहिनीको बिहा हो सबै घर मान्छे आयो चुलो निम्तो छ कहिलेदेखि तँ घर खाना पकाए छिन् 28 गते अनि अब तँ भ्याउने हो कि नभ्याउने हो तँ काम सामले बिजी भइसकन्छ नि त दक्षिणा चाहिँ टिपाइदियो 1000 रुपैयाँ दक्षिणा अहिले कहाँ दक्षिणा हामी 5 रुपैयाँ छैन अरे दक्षिणा टिपाइदिनु अब ऊ न्युतो बिहा छ क्या दिदी बिहा छ बिहा आमा न्युतो बिहा छ